अब केवल केही घण्टा मात्रै बाँकी छ। मतपेटिकासम्म पुग्न अघि एकछिन सोचौँ त। ती टुटेका सपना र निराश अनुहारहरूको कथा हामीले बिर्सिनु हुँदैन। देश कमजोर हुँदा मूल्य सधैँ जनताले नै चुकाउनु पर्ने हुन्छ। हामी कस्तो देश चाहन्छौँ त? हामीले हाम्रा सन्तानलाई कस्तो भविष्य सुम्पिन खोजिरहेका छौँ? मौन अवधि छ। फेक आइडीहरू सक्रिय हुन्छन्। करोडौं डलर लगानी गरेर बुस्ट गरिएका डिप फेक पोस्टहरू तपाईहरूको हातमा आइपुगेका छन्। हरेक सूचनालाई भेरिफाई गरेर मात्रै विश्वास गर्नुहोला। आज श्रीलङ्का, अफगानिस्तान, इरान जस्तै हाम्रो देश नेपालको पनि हालत नहोला भन्न सकिन्न। यो चुनाव भनेको बनाउने र भड्काउने बीचको लडाई हो। त्यसैले हुलको पछाडि दौडिनुभन्दा राष्ट्रिय स्वाधीनताको पक्षमा, सुशासनको पक्षमा, विधिको पक्षमा, दिगो विकासको पक्षमा मतदान गरौँ। तपाईको एक भोटले देशको दिशा तय गर्छ।